हेर्नुला हाम्रो साथीहरू चाहिँ यहाँ अहिले मर्निङ गरेर कुद्दैछ। यो चाहिँ भर्खर काठमाडौँबाट आएको बस खाइरहेका छौँ। थुक्पा चाउमिन बनाएर स्वादिष्टको एकदम राम्रो खालको आज राम्रो भयो, मिठो भएको छ। यहाँ दोकानका हुन्छ हाई गर्ने बोल हाई हाई भने त हौ। ल अब चाहिँ म घर आइसकेको छु। अब चाहिँ मलाई टक्क लिएर मम्मीलाई दिन्छु। ठिकै छ नि एकदम एकदमै थुक्पा किन्ने छु। हेलो गुड मर्निङ साथीहरू, नमस्ते। अहिले चाहिँ हामी मर्निङमा हिँडेको। आज मर्निङमा गएको अलिक ढिलो भएछ क्या, ढिलो उठेँ। हामी चाहिँ यति तिनजना गएको जाँदैछौँ मर्निङमा। हेर्नु यिनीहरू चाहिँ हाम्रो गाउँ हामीसित मर्निङ गर्न हेर्नुहोस्। हाम्रो सेक्रेटरी पनि जाँदैछ। जिउ तातो गर्न गयो क्या हामी मर्निङमा। अब हामी मात्रै धार्मिक चोकसम्म पुगेर आउँछौँ। हेर्नुहोस् होला हाम्रो साथीहरू चाहिँ यहाँ अहिले मर्निङ गरेर कुद्दैछ। मेरो साथीहरू चाहिँ कास लगाइसकेको छ। आज मर्निङमा हिँडेको बिचरा। यो चाहिँ मूर्ति छ, मन्दिर। हेलो साथीहरू, अब चाहिँ हामी धार्मिक चोक आइसकेको छौँ। यहाँ हुनुहुन्छ हाम्रो बन्दर मामा, हेर्नु सक्नुहुन्छ। हम मालूम है तेरे बाप को मत सिखा, चल। फोन चाहिँ लान्छ। अब चाहिँ हामी सर जाँदैछौँ हिँड्दै। हाम्रो गुम्बा चाहिँ त्यहीँ छ, तामाङको गुम्बा, धार्मिक चोक नेरी। यहाँको बाँदरहरू चाहिँ बिहान निस्किन्छ, 5 बजीदेखिको 10 बजीसम्म निस्किन्छ। त्यहाँदेखि कहाँ जान्छ थाहा छैन। एकजना साथी चाहिँ उहाँ बन्दरले जिस्काइ छ, कुनै हो कुडी खाने हो कि कोतानो हो। ल साथीहरू, अब चाहिँ हामी यहाँ चिनी रेस्ट गर्थ्यौँ बसेर। साथीहरू चाहिँ बसिरहेको छन् गलेर। साथीहरू, अब चाहिँ हामी यहाँ बाटो क्रस गरेर यहाँ नयाँ बाटो बन्दैछ, तपाईँलाई देखाउँदैछौँ। त्यहाँबाट अझै गाडी आयो, बस। गाडीहरू कुदिरहेछ। यो चाहिँ भर्खर काठमाडौँबाट आएको बस। साथीहरू, यो चाहिँ हाम्रो संसारी पूजाको थान हो। हेर्नु अस्ति चाहिँ हात्ती यता पसेर झन्डै भत्काइदिएको छ। र साथीहरू, हाम्रो चाहिँ तामाङ गुम्बा यही हो। तपाईँहरूलाई अगाडि गएर पनि देखाउँछु। साथीहरू, हाम्रो चाहिँ यही तामाङ गुम्बा हो, हेर्नु होला। र साथीहरू, अब चाहिँ वहाँनिर एउटा पिङ छ। अब चाहिँ हामी त्यहाँ एकछिन खेलेर रमाइलो गरेर घर फर्किन्छौँ। घर फर्किने भन्दै थियौँ,
बाटोमा पिङ देख्यौँ त्यसैले अब चाहिँ रमाइलो गरेर जान्छौँ हामी खेलेर वहाँ पर छ पिङ आन्टी हुनुहुन्छ त्यहाँ अघि चाहिँ हामी यहाँ ऊ तल्लो बाटो आएको थियौँ अहिले चाहिँ हामी यो बाटो फर्केको छौँ माथिल्लो बाटो ल साथीहरू अब चाहिँ हामी पिङ खेलिसकेको छौँ अब घर जान्छौँ फटाफट होमवर्क पनि गर्नु छ 1-2 वटा होमवर्क छ मेरो चाहिँ उसको चाहिँ 5 वटा होमवर्क छ उसले त होमवर्क हिजै गरिसकेको छ कि छैन हौ छैन गरेको कतिवटा होमवर्क बाँकी छ सबै छ आम्मा ल साथीहरू अब चाहिँ हामी यहाँ आएर पनि फर्किँदैछौँ मेरो भ्लग चाहिँ हप्तामा 2 दिन आउँछ हजुरहरू नयाँ हुन्छ भने लाइक सेयर कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला म चाहिँ भर्खरै भ्लग गर्न सुरु गरेको हो सबैजनाले सपोर्ट गरिदिनु होला गुड इभिनिङ साथीहरू अहिलेसम्म स्कुलबाट आइसकेको छु आज चाहिँ हाम्रो खानामा थुक्पा छ थुक्पा किन्ने छु आज त हामी सबैजना मिलेर थुक्पा खाने अरे त्यसैले पैसा बोकेर पसल जाँदैछु थुक्पा किन्न ल अब चाहिँ म पसल जाँदैछु ए बहिनी पि अरे हेलो बहिनी के छ ठिक छ ठिकै छ नि एकदमै तिमीलाई यो हाम्रो यन्जन फ्यामिलीमा स्वागत छ यो पल हाई भन्दै नि त तिमी पनि हाई भन्दै त यिनीहरूले यस्तै हाँसेको हाँसेको त्यो चाहिँ हाम्रो गाउँ ल अब चाहिँ म दोकान आइपुग्न आँटेको छु यहाँ दोकान आइपुगिसकेको छु अब यहाँ थुक्पा किन्नुपर्ने छ मैले यहाँ दोकानका हुन्छ हाई गर्नु बोल हाई भने त हौ हजुर 3 प्याकेट थुक्पा न्युट्रेला एक पोका ए अनि एउटा 5 को हेन्डी प्लस र 5 को पियो हेन्डी प्लस र पियो अलिक गोल हेर्न जाने ल अब चाहिँ म घर आइसकेको छु अब चाहिँ मलाई टक्क लिएर मम्मीलाई दिन्छु आज चाहिँ यहाँ धान काटेको छ मान्छे काट्दै हुन्छ आज हामी थुक्पा खाने ल अब चाहिँ हाम्रो यहाँ थुक्पाका लागि पानी रेडी हुँदैछ अब अलिकति टाइम लाग्छ उम्लिनलाई मम्मी चाहिँ भर्खरै चालो काट्दै हुन्छ चारो हाम्रो आमाले चाहिँ चारो काट्दै हात काट्नु भएछ बुइन चाहिँ उहाँ पानी खेलेछ ल अब चाहिँ म न्युट्रेला काट्छु
थुक्पाको रस चाहियो नि त न्युटेलाको झोल टुपिस हजुरहरू पनि नयाँ हुन्छ भने लाइक सेयर कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला मच्छेले मारिसकेको ल साथीहरू अब चाहिँ हाम्रो थुक्पा रेडी भइसकेको छ मलाई चाहिँ त्यति थुक्पा मन पर्दैन त्यसैले मम्मीले चाउमिन बनाइदिनु भएको छ थुक्पाको साथो बुवा कस्तो लागेको छ थुक्पा एकदम राम्रो मिठो हो नि मिठो बहुत स्वादिलो टेस्ट आउने खालको राम्रो भएछ आज हामी सबैजना घर परिवार मिलेर आज यसरी हाम्रो यो खाइरहेका छौँ थुक्पा चाउमिन बनाएर स्वादिष्टको एकदम राम्रो खालको आज राम्रो भयो मिठो भएछ आमालाई कस्तो भएको छ आमा तपाईँलाई कस्तो भएको छ मिठो छ राम्रो छ सबैजना मिलेर खाइरहेको छौँ अनि नुन ल्याउँदैन सुधा नानी भाइलाई चाहिँ के भइरहेछ त नि साह्रो पनि सुनेको नि तँले बोलेको त यसको बोली के भइरहेछ मिठो भयो अहिले हाम्रो मम्मीले चाहिँ कस्तो होला अब कस्तो हुनु मिठै छ है सानो सानो कता लाग्यो तिमीलाई यहाँ चाहिँ म बाइक अरू सबैजना थुक्पा हो म चाहिँ थुक्पा खानु चाहिँ मन पर्दैन त्यसैले म चाउमिन मिठो छ मम्मीले चाउमिन बनाइदिन्छ त्यसै खाँदै छु चाउमिन मिठो भन न खै नुन सबै हाल्नुभयो यति त मलाई जस्तो लाग्दैन होला नुन मधुरो लगाएको आमालाई उयो हामी चाहिँ सबै यहाँनिर फ्यामिली हो अब यो भ्लग बनाउँदाखेरि मुखबाङ गरे जस्तै भयो मुख भागो भयो आज चाहिँ हाम्रो सबैजना परिवार बसेर मुखबाङ भएको सानो फोहोर बाउ कति खायो थुक्पा प्याज ठुलो प्याज अलिक नमिल्ला जस्तो भएको छ नपुगे जस्तो भएको छ कति खायो छोरी थुक्पा मिठो छ म त काटेर ल्याएर जान्छु के प्याज यही छ त अनि यही छ रे खोइ के बोल्नु हामी चाहिँ सबैजना खाँदैछौँ आज जियाकीलाई चाहिँ के दिने हो थुक्पा खान्छ खाँदैन हामीले त खायौँ खाँदैछौँ हामीहरू ज्याकीलाई बिहानको भएको छ ज्याके चाहिँ फेरि हाम्रो घरको सेक्रेटरी हो नि कुकुर जस्तो छ नि यहाँ नुन लिएर आइज ल नुन लिएर आएको रहेछ उता किचनमा छ बट्टा जाली बटाउनै लगाएछ ए उही लगेको छ किचनमा ओ सबै भेज भरि लाग्यो अघि एक लट दही गयो चाउमिन छैन खाउँछु त अनि त्यसलाई अलिकति अघि दिएको उसलाई पनि खाइसक्यो भाइ खुर्सानी ल्याऊ एउटा खुर्सानी दुई तिनवटा ल्याएन रातो साथीहरू चाउमिन थुक्पा चाहिँ एकदमै मिठो छ है दादा दिदीहरू अब चाहिँ जाडोहरू छ जाडोको सिजनमा चाहिँ थुक्पा खानु कस्तो मिठो हुन्छ बबाल भन्यो हौ बबाल मिठो मलाई मम्मीले पनि अलिकति थुक्पा राखिदिनु हो कि थुक्पा चाहिँ मन पनि त अलिकति झोल राखौँ भनेर पछाडि नजाऊ सुनपानी भोट्नुहुन्छ है
यसमा बच्चा सानो त्यो सानो यसमा बच्चा ल घोडा धर्दिनु चिकन मैले चाहिँ चपस्टिकले खाइरहेको छु यता आमा मम्मी भाइहरूले चाहिँ चम्चीले खाँदो हुन्छ काँटाले मलाई चाहिँ अरू भन्दा पनि चाउमिन थुक्पा चाउचाउहरू त्यस्तो लामो लामो चिजहरू चाहिँ यस्तै चपस्टिकले खानु मन लाग्छ अलिकति जुम गर्दाखेरि दिँदैन त होला नि भेट पर्छ मान्छे कति दिन्छ दिन्छ जुम गर्नु कुरा त जा जुम एउटा बहिनी माग्ने बित्तिकै दिँदैन त्यहाँ दिदीहरू अब चाहिँ मैले चपस्टिक खाएर चाहिँ बहिनीले माया माया गरे एउटा चपस्टिक दिएँ अब चाहिँ मैले एउटा खाएको छु चपस्टिक चाहिँ एउटा लङ्गाले भयो है यहाँ छ त भाइ अर्को पानी बगेर आयो उताबाट ऊ गएर पर्दैछ ल दिदीहरू आजको भ्लग चाहिँ यस्तै भयो आजलाई यति नै अब हामी नेक्स्ट भ्लगमा भेटौँला बाई बाई गर्नु बाई गर